हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ होला सबैजना। अनि म के गरौँ भइरहेको थियो, झ्याउ लाग्यो। अब चाहिँ यत्तिकै बाहिर निस्कनु पऱ्यो भनेर एकछिन बसिरहेको सोच्दै अब चाहिँ निस्किन्छु। कहिलेकाहीँ आफ्नो लागि पनि टाइम निकाल्नुपर्छ। साथीहरूसँग सबैसँग घुम्यो, अब एक्लै घुम्नु पऱ्यो। त्यही भएर चाहिँ अब अलिकति मेरो हेल्थ फ्राई भएको छैन। सो मेरो कपाल अलि लामो छ कि, अनि यसले नि ड्राई त हुँदैन त्यही अलिअलि भयो नि भनेर अब मैले कपाल काट्नु पऱ्यो भनेर सोचिरहेको छु। मलाई कस्तो कपाल काटेको राम्रो देखेला तपाईँहरू मलाई सजेस्ट गर्नु होला नि। होइन, मलाई आफ्नो लामो कपाल नि मनै पर्छ, तर कति बेला हतार हुँदा चाहिँ हुन्छ नि त, कहिले के गर्ने यत्तिकै जानुपर्छ कि जहिले नि आउनु। मलाई त्यो खासै त्यस्तो त्यो कपालको फेसन गर्नु त आउँदैन, अनि त्यही पनि म जहिले मेरो हुने भनेको चाहिँ यस्तै हो कपाल चाहिँ अनि त्यही भएर पनि मलाई त्यस्तो लाग्छ कि अब चाहिँ काट्नु पऱ्यो भनेर। अनि अब चाहिँ काट्नु पर्ला सोचिरहेको छु। अस्तिदेखि म हेरिरहेको थिएँ त्यो कपाल कस्तो काटेपछि राम्रो होला, आजले कस्तो चलिरहेछ भनेर नि। तर फेरि कस्तो हुन्छ कि अब सोच्दाखेरि त सोचिन्छ कपाल काटे नि हुन्छ होला भनेर, फेरि यस्तो लाग्छ कति माया गरेर अब पहिलादेखि यसरी माया गरेर राखेको छ नि त। अलिअलि त कहिलेकाहीँ काटिन्छ, तर पनि त्यस्तो धेरै काट्नलाई चाहिँ धेरै मन चाहिन्छ। ल आज म काट्छु भनेर पुरै काटिदिएपछि त्यस्तो हो, नत्र त अलिकति नराम्रो फिल लाग्छ नि त। म चाहिँ त्यस्तो धेरै मेकअप त गर्दिनँ कहिले नि। अब अलिकति मोइस्चराइजर चाहिँ लगाइरहेको हुन्छु। त्यो नि कहिलेकाहीँ मोइस्चराइजर लाउन नि अल्छी लाग्छ। म चाहिँ यो सेटाफिलको यो वाला मोइस्चराइजर लाउँछु। अनि अरू के हो बायोको चाहिँ यो सनस्क्रिन लाउँछु त्यस्तो। तर कहिलेकाहीँ त बिर्सिहाल्छु, तर कहिलेकाहीँ चाहिँ लाउँछु। कालो केसमा रेलीमै बाँधेको रिबन, तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन। कालो केसमा रेलीमै बाँधेको रिबन, तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन। असनैको रातो साडी चार पाङ्रे गाडी, असनैको रातो साडी चार पाङ्रे गाडी, किनिदिउँला सुनको चुरा बरुरी नै काडी, आहै बरुरी नै काडी। गाईलाई गोठरेलीमै घोडालाई तबेला जाला जोबन। अनि आज चाहिँ म यो चाहिँ आइस्याडो पेरेल्स मेरो चाहिँ यो पियर गार्डनको म चाहिँ यो लाउँछु। मलाई यो मनपर्छ। उता खासमा मैले नेपालदेखि नै ल्याएको होला हो। यता चाहिँ अलिकति कहिलेकाहीँ लाउँछु। यसमा यो यस्तो न्युड सेडहरू मात्रै छ, अनि यो चाहिँ तरै प्रायः अलिकति बुझ्छ, नत्र योहरू चाहिँ नर्मल मलाई चाहिँ मनपर्छ। तपाईँहरूलाई कस्तो लाग्छ भन्नु होला ल। यो वाला चाहिँ कोही युज गर्नुहुन्छ भनेपछि मेरो फेरि यस्तै मात्रै लाउन आउँदैन त्यस्तो धेरै। अनि अलिकति यहाँ चाहिँ अर्को कलरले गरिदिन्छु। भयो
मलाई त्यस्तो रेडी हुन धेरै टाइम लाग्दैन। अनि मेरो चाहिँ यो रुम अलि रोडको नजिक छ कि, अनि त्यही भएर पनि यहाँ साउन्डहरू धेरै आइरहेछ होला। अनि मेरो नेचुरल्ली नै आइब्रोहरू धेरै छ, अनि त्यही भएर चाहिँ त्यस्तो आइब्रो त युज गर्दैन, तर यो अलिकति यस्तो मात्रै गर्छु किनकि म नेचुरल ब्युटी हो नि त। Am I right, guys? म चाहिँ यसको पियर कार्डिनकै यो लाउँथेँ कि मस्कारा पनि अहिले चाहिँ यो यस्तो नि भइसक्यो, धेरै भइसक्यो नि त। अब 2 वर्ष भन्दा नि बेसी भनौँ त्यहाँ मैले नेपालमा पहिला नै लिएको थिएँ, अनि उ गरेर फेरि यताउता म त्यस्तो मेकअपहरू के गर्दैन, अनि मैले केही पनि लिएन त्यस्तो कुराहरू। अनि यो चाहिँ अब अहिले चाहिँ अलिकति उ पनि हुनु, यसमा त्यस्तो धेरै छँदा नि छैन, त्यही भएर मैले चाहिँ यताबाट चाहिँ यो लिएको थिएँ कि यो कर्ली लोसन। तर त्यस्तो उ त होइन, यो चाहिँ ठिकै छ, त्यस्तो नराम्रो चाहिँ छैन, त्यो पनि लगाएर हुन्छु। अनि कहिले चाहिँ म पहिला यो लाउँछु, अनि त्यसपछि यसको माथि चाहिँ यसले अलिकति उ गर्छु, यसमा धेरै छैन नि त, त्यही भएर चाहिँ आज चाहिँ म यो मात्रै लाउँछु ल। होइन मलाई त्यस्तो उ त होइन मेकअप गर्ने त्यस्तो भन्दा पनि मलाई मेरो नेचुरल्ली छ आफ्नो आइल्यासेसहरू पनि, तर पनि म अलिअलि मलाई मनपर्छ। मलाई मनपर्ने मेकअप भनेको यही हो, मस्कारा लाउनु अनि लिपस्टिक अलि न्यू मलाई मनपर्छ, त्यही। अरू त त्यस्तोतिर म मेकअपहरू गर्दिनँ, त्यस्तो धेरै डिफ्रेन्ट त देखिँदैन, त्यही पनि अलिकति भइसक्यो। मेकअप भन्ने कुरा भइसक्यो, यति नै। आज चाहिँ म कफी पिउँदैन, आज चाहिँ म मिल्क अलिकति जागो निकाल्नु पर्यो। मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि, बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि, मेरो दिन। Hello guys, this is my final look. म चाहिँ रेडी भइसकेँ जानलाई। फाइनल लुक। अब म निस्किन्छु। कस्तो देखिरहेछ? म चाहिँ बस कुरेर अब रुमदेखि चाहिँ बाहिर निस्किसकेँ। स्टेसन पनि अलिकति हिँड्नुपर्छ, मलाई हिँड्न जागर चलेन, अनि चाहिँ बसमा जाने भनेर वेट गरेर। आँखों में आँखें तेरी, बाहों में बाहें तेरी, मेरा न मुझ में कुछ रहा, हुआ क्या? बातों में बातें तेरी, रातें सौगातें तेरी, क्यों तेरा सब ये हो गया, हुआ क्या?
ट्रेन खुलेर तुमसे म चाहिँ पुगिसकेँ मेरो डेस्टिनेसनमा। यो पनि भयो। अब चाहिँ बाहिर निस्किने। Oh my God, कति धेरै मान्छेहरू। म चाहिँ पुगेँ। कतातिर बग्दैछौ हावामा तिमी फर्किन हेरिकन ओह्राली उकाली गर्दै तर लिएर छोट भइएको मन जिन्दगी छ अनौठो त्यही नि तर जीवनमा छन् धेरै रङ्ग मनमा लाग्यो तिम्रो मायाले नै दिँदो रहेछ पिरो। स्टार्ट भइरहेछ। म चाहिँ यता जहिले नि आयो भने एउटा कुरा खान्छु। म चाहिँ यता आइसक्रिम आइसक्रिम पनि आयो। आज यस्तो मनपर्छ मलाई। यहाँ बाटो लिएर छ अनि बाहिरको भ्यू हेर्न पाउँछ। अहिले आइसक्रिम खाइसकेँ। अब म यताउति बोल्छु अलिकति। मलाई रिस उठ्यो। नाम चाहिँ कल्पना रहेछ यो रेस्टुरेन्टको नाम चाहिँ। सबै यता चाहिँ इन्डियन खानेकुराहरू। यो चाहिँ प्लानमा थिएन तर पनि म यता आएँ। अब हामी चाहिँ यो इन्डियन रेस्टुरेन्ट हो। अब नेपाली खाना भन्दा अब अलिकति खाना खानु पऱ्यो भने भोक लाग्यो अनि त्यही भएर चाहिँ यता म चाहिँ अब चाहिँ उहाँ चाहिँ हाम्रो देहरादुनको रे दाइकी चाहिँ नेपाल रेस्टुरेन्टको जानुभयो।
मेरो चाहिँ खाना डेजर्टहरू सबै डन भइसक्यो। चिया पनि एकदमै मिठो थियो। यो रसबरी गुलाब जामुन पनि एकदमै मिठो थियो। सबै चिकन पकौडाहरू मैले खाएको जति सबै मन पऱ्यो। अनि समोसा त मलाई कस्तो मिठो लाग्यो, मैले त्यही नेपालमा खाएको जस्तो। सबै कुरा एकदमै मिठो छ। अब चाहिँ हामी घर जाने पालो, मेरो घर जाने पालो आइसक्यो। मैले चाहिँ यता खाना खाइसकेँ। यो चाहिँ कल्पना रेस्टुरेन्टको नाम चाहिँ कल्पना हो। उहाँ चाहिँ दाइ उता सेफ हुनुहुन्छ। उहाँले एकदमै मिठो खाना बनाउनुहुन्छ अनि सर्भिसले यति राम्रो छ कि मलाई त यो सबै सर्भिसदेखि लिएर खानादेखि लिएर सबै एकदमै धेरै मन पर्यो। तपाईँहरूलाई नि आउने मन छ भनेपछि मलाई भन्नु होला। यो चाहिँ हाम्रो साहित्यमा किन्नुपर्छ। म चाहिँ यहाँ आज फर्स्टचोटि आएको। हस्, धन्यवाद तपाईँलाई। बाई बाई। دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة عندي لك رقصة قوية يا الحبيب اسمها صبوحة خطبها نصيب مد يدك كنا بتعطيها كف وهز شتفك هيل خليك شديد عطني رقصة فريسة زيد عليها شوي عندي بيزة حق المحتر اللي نعرفه صيده سويلي وقفة دانا هيبة. आजको दिन रमाइलो भयो। अलि थाके पनि हिँड्दा हिँड्दै बट रमाइलो थियो। आजको कति प्लानहरू अनएक्सपेक्टेड थियो। अनि म चाहिँ मेरो साथीलाई नि भेट्ने प्लान थिएन, तर त्यहाँ गएर मैले उसलाई नि भेटेँ अनि रमाइलो भयो। त्यस्तै हो, रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगीमा। तर म चाहिँ आज धेरै रमाइलो गरिरहेको छु। बाई गाइज, अब तपाईँहरू देख्नु होला राम्रोसँग। अब नेक्स्ट भ्लगमा भेट्दा। थ्याङ्क यू फर वाचिङ माई भ्लग।